ल आज हामी चाहिँ डे 4 मा पढ्दैछौँ फात्सिमको नियम। ल अब यता हामी हेर्छौँ डे 4 मा रहेको छ फात्सिमको नियममा फात्सिममा जाँदा हुने फरक उच्चारण बारेमा हेर्दैछौँ हामीले। अब छ सुरुमा ग ख क। यदि फात्सिममा आउँछ अथवा झुन्डेर आउँछ भने त्यसको उच्चारण आधा क गरिन्छ। र झुन्डेर आएमा ल अनि व र फ आएमा आधा प अनि अ तल आउँदा म द स स ज छ अनि ख तल आउँदा क उच्चारण गरिन्छ। हो भने अब हामी पहिलो नम्बरमा हेर्छौँ क ख क तल आउँदा के हुन्छ उच्चारण क उच्चारण हुने शब्दहरुमा। अब हामी हेर्दैछौँ भने यता अब के हुन्छ ग ख क तल फात्सिममा जाँदा क उच्चारण गरिन्छ। फात्सिम भनेको के रहेछ झुन्डेर आएको अवस्था हो। झुन्डेर आउँदा भने अब हेर्नुस् अब हामीले स प्लस इ के भयो सी हो। हामीले नियम पढ्छौँ फात्सिमको। अब यहाँ इ ग तल आउँदा के भयो अब के पढ्ने हामीले सिक नपढेर के पढ्ने भयो हामीले सिक। सिक भनेको दर अथवा मात्रा मात्रा हामी दबाईहरु खाँदा हुन्छ नि यतिको मात्राले खाने भनेर भन्छ हैन। अनि ख प्लस आ खा ज प्लस ओ जो के भयो यहाँ तक के भयो यहाँ तक हिजै पढ्यो हैन खा जो हो। अनि ग तल जोडिँदा के हुनेछ क खाजो भनेको परिवार परिवार। अनि म प्लस आ मा ज प्लस इ जी म प्लस आ मा ग तल जोडिँदा क माझी मा के रहेछ माझी मा भनेको अन्तिम अन्तिम के रहेछ माझी मा भनेको अन्तिम हो। अनि ग प्लस आ गा हो। गा नभएर के भयो अगाडि आउँदा फरक हुने उच्चारणमा के भयो खा हो। ग तल आउँदा क खाक खाक भनेको प्रत्येक हरेक अथवा प्रत्येक भयो भने यसको नियम भयो। यो नियममा हेर्नुस् त उच्चारण गर्न सकिन्छ के रहेछ ग ख क तल आएको अवस्थामा के हुने रहेछ उच्चारण क उच्चारण हुन्छ। स प्लस इ सी ग तल आउँदा क सिक सिक भनेको दर अथवा के भयो मात्रा। ख प्लस आ खा ज प्लस ओ जो ग तल आउँदा क खाजो परिवार। म प्लस आ मा ज प्लस इ जी म प्लस आ मा ग तल आउँदा क माझी माग भनेको अन्तिम। ग प्लस आ गा गा नपढेर के भन्ने भयो अगाडि आउँदा ख भएपछि खा क ग तल आउँदा क खाक भनेको प्रत्येक भने। अब हामी यता हेर्छौँ त्यसैगरी र तल आउँदा र तल अथवा फात्सिममा आउँदा ल उच्चारण गर्ने शब्दहरुको बारेमा हेर्छौँ हामीले। स प्लस इ के हुन्छ सी हो। स प्लस इ सी यति तक हामीले पढिसक्यौँ हो। अनि र तल आउँदा के हुने भयो लेख्दा र आइमा के लेख्ने भयो हामीले के लेख्ने ल सिल सिल हो। सिल भनेको धागो अनि कोठा कोठा। ख प्लस आ खा के हुनेछ ख प्लस आ खा र तल आउँदा ल खाल खाल भनेको चक्कु के रहेछ खाल भनेको चक्कु
अनि ख प्लस इ खि र त लाउँदा ल खिल खिल भनेको बाटो खिल भनेको के रहेछ बाटो हो खिल भनेको बाटो म प्लस इ मि र त लाउँदा ल मिल 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 भन्ने त एक त नेपाली शब्द छ मिल भनेको के भयो गहुँ गहुँ अनि म प्लस आमा ल के भयो माल माल भनेको अन्तिम अनि भाषा भाषा अनि घोडा घोडा मसन्त पनि अन्तिम भनेपछि मसन्त जनाउँछ ठिक छ ल यो भयो बुझ्नुभयो सकिन्छ